हेलो गाइज वेलकम टु द माई न्यू भ्लग। आजको यस भ्लग चाहिँ के को बारेमा छ भनेर हजुरहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाउनु भइसकेको होला। र आजको यो भ्लग चाहिँ यो चाहिँ माइक हो। यो चाहिँ F15 को माइक हो र यो माइक चाहिँ मलाई 2000 को परेको थियो। र यो माइकमा चाहिँ धेरै फिचर्सहरू छ र 6वटा जति फिचर 6-7वटा फिचर छ यो माइकमा चाहिँ। यो माइक चाहिँ सस्तो र राम्रो पनि छ र यो माइक चाहिँ वायरलेस माइक हो र यो चाहिँ मैले अघि भर्खरै किनेको हो। यो माइकको रेन्ज चाहिँ 20 मिटर छ अनि यसमा क्लियर टाइम छ, हाइली सेन्सिटिभ छ यो र यो माइक चाहिँ दुईटा हुन्छ फेरि। तर यो माइक राम्रै छ, यसमा फिल्टरहरू नै आउँछ, दुईटा माइक आउँछ र यसको ब्याट्री चाहिँ 1 घन्टादेखि 2 घन्टासम्म टिक्छ। र यो चाहिँ मैले चाहिँ यसबाटै आजबाट चाहिँ भिडियो बनाउँछु। यो माइकबाट चाहिँ यो माइक कस्तो छ भनेर चाहिँ अब अगाडि हेर्नु होला भिडियोहरूको भन्दै भिडियोतिर अगाडि बढौँ। र भिडियोमा अगाडि बढ्नुभन्दा पहिला चाहिँ हजुरहरूले मेरो च्यानलमा सब्सक्राइब र यो भिडियोमा लाइक गरेर बेल आइकनको बटन दबाइदिनु होला भन्दै अब भिडियोतिर अगाडि बढ। यो माइक चाहिँ राम्रै छ र यसको चाहिँ म अनबक्सिङ गर्दैछु। यो माइकको चाहिँ म अनबक्सिङ गर्दैछु। यो चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ अस्ति मैले जुन गिम्बल ल्याएको थिएँ नि त्यसबाटै बनाउँदैछु र खासमा मलाई मान्छेको कमी भएर नि हो क्या मलाई भिडियो बनाउनले अप्ठ्यारो भएको। तपाईँहरूले सपोर्ट गरेर 100K सब्सक्राइबर भयो भने चाहिँ मसँग एकजना क्यामेराम्यान हुन्छ होला सायदमा कुनै दिन पनि। र यसमा चाहिँ यो आउँछ एउटा, यसमा चाहिँ एउटा यो चाहिँ फिल्टर भयो यसको चाहिँ, यो चाहिँ दुईटा आउँदो रहेछ। अनि यसको चाहिँ यो चाहिँ जस्ट यो चाहिँ यसमा चाहिँ यो चाहिँ के को छ भने यो चाहिँ फोनमा राख्ने छ, यो दुईटा आयो। त्यसपछि अर्को हामीसँग छ यो चाहिँ माइक हो, दुईटा माइक छ यसमा, के गरेर एउटा भिडियो बनाउँदा बनाउँदै एउटाको चार्ज सक्यो भने अर्को चाहिँ बनाउन सक्छ हामीले। र यसको चाहिँ यो भयो। अनि यो माइकको चाहिँ यहाँनिर चाहिँ म्यानुअल दिएको छ हामीलाई। यो म्यानुअल अहिले खासै पढ्न त हामीलाई पर्दैन होला, त्यही पनि हेरौँ म्यानुअल पनि कस्तो छ। यसमा चाहिँ यो चाहिँ कनेक्ट गर्ने रहेछ, कनेक्ट गरेर चार्ज, यसमा चाहिँ चार्ज चाहिँ फेरि टाइप सीले नै हुन्छ र आइफोनमा नि हुन्छ। यो दुइटैमा काम गर्छ यसले चाहिँ। यसमा चाहिँ यति हो। र यसमा यो चार्जरको पो रहेछ के, यो वाला बक्स, यो बक्स चाहिँ चार्जरको रहेछ। तर यो चार्जर हेरौँ है त कस्तो रहेछ चार्जर चाहिँ। फर्स्ट अफ अल हामी चार्जर चाहिँ हेरौँ एकचोटि। यसको चार्जर, ओ माई गड, टाइप सी को चार्जर आएछ एउटा हामीसँग। अहिले टाइप सी त सबैसँग भइहाल्छ, कम्पलसरी हो टाइप सी त। यिनीहरूको बक्स भयो, यो म्यानुअल र यसमा मेन साधन चाहिँ यही हो। र म चाहिँ यसबाट तपाईँहरूलाई भोइस कस्तो आउँछ भनेर एकछिनमा देखाउँछु, हेर्नुहोस्। अहिले चाहिँ मसँग कुनै माइक पनि छैन र हिजोसम्म मैले गिम्बलले नि भिडियो बनाएको थिइनँ। त्यो फर्स्ट सेकेन्ड भ्लग त मैले गिम्बलले नि बनाएँ होइन। र यसको चाहिँ यो दुईटा आउँदो रहेछ, यो चाहिँ यसको चाहिँ यो दुईटा आउँदो रहेछ। यो चाहिँ यो दामी छ, तर यो राम्रो रहेछ यो। अब यसलाई चाहिँ के गर्ने भने यसलाई चाहिँ सायद थिचेर चाहिँ अन र भोल्युमवाला बटन नि रहेछ, यसलाई चाहिँ यसरी अन गर्दा रहेछ, यहाँ थिचिरहने र यो चाहिँ अन हुन्छ। सायद यसको चार्ज अन भयो, चार्ज छैन रहेछ यसमा एउटामा चाहिँ। र म अर्को पनि देखाउँछु। यो पनि मैले खोलेको थिएँ पसलमा एकतालि, अनि मैले पसलमा गएर भिडियो बनाउँछु भनेको, तर भिडियो बनाउन पाइनँ खास केही। मेरो नि थर्ड भ्लग हो क्या अरे मेरो, यो थर्ड भ्लग हो यो मेरो। ओके हेरौँ है, यसमा चार्ज छैन क्या हो यसमा। यो पनि भयो। र यसबाट चाहिँ कस्तो भिडियो आउँछ चाहिँ म तपाईँलाई देखाउँछु एकछिनमा।
र हेर्दै जानु होला। यो चाहिँ मलाई जम्मा 2050 को परेको थियो र यसमा चाहिँ धेरै फिचर्सहरू आउँछ र यसमा वाइफाईदेखिबाट लिएर यसको यो पनि राम्रै छ। यो चाहिँ यसको बक्स हो। यो चाहिँ हेर्नु पढ्न सक्नुहुन्छ। वायरलेस माइक्रोस्कोप माइक, यो वाइफाई छ, लाइभ सो, इन्टरभ्यू, भ्लग, सर्ट्स बनाउन एकदम राम्रो हुन्छ। प्राइज अनुसार यो एकदम राम्रो छ क्या। यो प्राइज अनुसार चाहिँ यति भन्दै अब हजुरहरू यसको भोइस चाहिँ सुन्नु होला हजुरहरूले। म चाहिँ अब तपाईँहरूलाई यसको भोइस चाहिँ सुनाउँछु। गाइज मैले चाहिँ यो माइकबाट चाहिँ बोलेर चाहिँ भिडियो बनाइरहेको छु अहिले चाहिँ, र अघिनाको भोइस र अहिलेको भोइस चाहिँ एकदम राम्रो छ। र यो माइक चाहिँ मलाई एकदम राम्रो लागेको छ र हजुरहरूले यो भोइस कस्तो छ भनेर यो माइकको भोइस कस्तो छ भनेर सुन्न सक्नुहुन्छ। र भोलि पर्सितिर चाहिँ मैले चाहिँ यसलाई चाहिँ बाहिरै लगेर बनाउँछु। यो माइकलाई चाहिँ कस्तो छ भनेर हजुरहरूलाई सुन्नुहुन्छ, बाहिर कस्तो साउन्ड आउँछ र भित्र कस्तो साउन्ड आउँछ भनेर। तर पैसा अनुसार यो माइक राम्रै छ भनौँ। र हजुरहरूले चाहिँ अब मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु भन्दै आजको यस भिडियो चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। हस्, बाई बाई, टाटा।